हे गाइज नमस्ते सबैजनालाई। म यो भिडियो मार्फत हजुरहरूलाई गुगलको जेमिनाईको अहिले फ्री प्लान चलिरहेको छ। गुगल जेमिनाई त्यो कसरी अनलक गर्ने भन्ने कुरा म यो भिडियोको मार्फत हजुरहरूलाई सिकाउन गइरहेको छु। इफ हजुरहरू वर्किङ प्रोफेसन हुनुहुन्छ, स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ हजुरलाई गुगल जेमिनाईको प्लान एकदमै युजफुल हुन्छ। जसले गर्दा हजुरले इफ तपाईँ वर्किङ प्रोफेसन हुनुहुन्छ भने, इफ तपाईँ कुनै स्टुडेन्ट हुनुहुन्छ भने होइन कलेजको स्कुलको, त्यसले गर्दा तपाईँलाई रिसर्च गर्नमा, ब्रेन स्ट्रम गर्नमा होइन आइडियाजहरू ग्यादर गर्न र थुप्रै कुरा गर्नमा एकदमै हेल्प गर्छ। सो सबैभन्दा पहिला तपाईँ आफ्नो कुनै पनि एउटा ब्राउजरमा आउनु र ब्राउजरमा आइसकेपछि चाहिँ अहिलेको लागि म क्रोम ब्राउजरमा छु। आइसकेपछि गुगल स्टुडेन्ट प्लान जेमिनाई भनेर सर्च गर्नु र सर्च गरिसके पछाडि हजुरले फर्स्टै लिङ्क देख्नुहुन्छ गुगल जेमिनाई फर स्टुडेन्ट भनेर भनेको छ। सो यहाँ क्लिक गर्नु र यहाँ क्लिक गरिसके पछाडि हजुरले हेर्न सक्नुहुन्छ गुगल जेमिनाई स्टुडेन्ट प्लान फर 1 इयर एट नो कस्ट भनेर भनेको छ। मिन्स गुगलले अब 1 वर्षको लागि चाहिँ आफ्नो जेमिनाई स्टुडेन्ट प्लान चाहिँ 1 इयरको लागि फ्री गरेको छ। सो अब हजुरले चाहिँ यसलाई कसरी अनलक गर्ने भन्दाखेरि चाहिँ सो सिम्पल छ। हजुरले यहाँ क्लेम एट स्टुडेन्ट प्लान एट नो कस्ट भनेको छ, यहाँ क्लिक गर्नुभयो भने चाहिँ डाइरेक्ट हजुरहरू यहाँ रिडाइरेक्ट हुनुहुन्छ गुगल एआई प्लस एट नो कस्ट फर 12 मन्थ भनेर यहाँ डाइरेक्ट रिडाइरेक्ट हुनुहुन्छ। सो एउटा इन्फर्मेसन के छ भन्दाखेरि चाहिँ नेपाल बाहेक युएसए बाहेक सबै कन्ट्रीमा चाहिँ गुगलले चाहिँ आफ्नो एआई प्लस प्लान चाहिँ 1 इयरको लागि अनलक गरिदिएको छ, स्पेसली स्टुडेन्टहरूलाई, युनिभर्सिटी स्टुडेन्टहरूलाई। तर युएसएको लागि चाहिँ गुगल एआई प्रो प्लान चाहिँ अनलक गरिदिएको छ फर 1 इयरको लागि। इफ हजुरलाई चाहिँ अब गुगल एआई प्रो प्लानै चाहिएको छ भने चाहिँ हजुरले कमेन्ट गर्नु होला गुगल एआई प्रो प्लान कसरी अनलक गर्ने भनेर। म त्यो पनि भिडियो बनाइदिन्छु नेपालमा बसी बसी फर 1 इयर गुगलको एआई प्रो प्लान कसरी अनलक गर्ने भनेर। सो अहिलेको लागि चाहिँ हामी प्लस प्लानै अनलक गरौँ। कसरी अनलक गरिन्छ भन्दाखेरि चाहिँ सो सिम्पल छ। अब हजुर यहाँ गएर चाहिँ गेट स्टुडेन्ट अफर भन्ने छ, यहाँ क्लिक गर्नु। यो गर्नुभन्दा अगाडि हजुरले हेर्न सक्नुहुन्छ के फिचर्सहरू हजुरले पाउनुहुन्छ भनेर। सबै छ, रिसर्च एन्ड इक्जाम प्रिप छ भन्ने छ, राइटिङ हेल्प एन्ड करियर प्रिप भन्ने छ होइन, धेरै कुराहरू छ। हजुरले यहाँ 400 जिबीको स्टोरेज पनि पाउनुहुन्छ आफ्नो यो गुगल फोटो ड्राइभ र जिमेलको लागि। सो यस्तो कुराहरू छ होइन। इभन दो हजुरले यहाँ जेमिनाई नोटबुकको पनि एक्सेसहरू पाउनुहुन्छ, जसले गर्दाखेरि हजुरलाई रिसर्च गर्नमा तपाईँको कुनै पनि रिपोर्टहरू बनाउन, आर्टिकलहरू बनाउनमा चाहिँ हेल्प गर्छ। र हजुरले अब के गर्ने भन्दाखेरि चाहिँ हजुरले सिम्पल यहाँ गएर चाहिँ गेट स्टुडेन्ट अफरमा क्लिक गर्नुभयो अनि यहाँ गइसकेपछि कन्टिन्यूमा क्लिक गर्नुभयो। कन्टिन्यूमा क्लिक गरिसके पछाडि चाहिँ हजुरले यहाँ रिडाइरेक्ट हुनुहुन्छ यहाँ यसरी। अब यसरी हजुरले यहाँ जानुहुन्छ, यहाँ कन्ट्री भन्नेमा अब हजुरले आफ्नो नेपाल भन्ने सिलेक्ट गर्नुहुन्छ। नेपाल भन्ने सिलेक्ट गरिसके पछाडि चाहिँ अब स्कुल कुन हो भनेर चाहिँ अब प्रायः जस्तो अब त्रिभुवन युनिभर्सिटी नै आउँछ। त्रिभुवन युनिभर्सिटी नै आउँछ। सो त्रिभुवन युनिभर्सिटी गर्दा हुन्छ। अनि त्यस पछाडि अब आफ्नो नाम के छ होइन, लास्ट नेम हाल्नु अनि डेट अफ बर्थहरू हाल्नु अनि इमेल एड्रेस हालेर भेरिफाई गर्नु होइन। भेरिफाई गरिसके पछाडि चाहिँ कस्तो हुन्छ भन्दाखेरि फर इक्जाम्पल अहिलेको लागि म आफ्नो नाम हाल्दैछु, म आफ्नो नाम हाल्दैछु र मन्थ डिसेम्बर, डे 17, इयर 2002 भनेर हाल्छु। एउटा इमेल एड्रेस म यो हालिदिन्छु र भेरिफाई स्टुडेन्ट स्ट्याटसमा क्लिक गरेर चाहिँ यो अफर अलरेडी युज भयो, मैले अलरेडी युज गरेको कारणले गर्दाखेरि चाहिँ यहाँ देखाएन होइन। सो सिम्पल छ। हजुरले यहाँ गएर चाहिँ अब हजुरले आफ्नो अब नाम हाल्नु अनि लास्ट नेम हाल्नु या आफ्नो डेट अफ बर्थहरू हाल्नु अनि भेरिफाई गर्दाखेरि चाहिँ हजुरको एउटा कुनै पनि फोटो अथवा केही माग्छ होइन। किनभने अब यो एउटै आइपी एड्रेसमा भएकोले गर्दाखेरि ट्र्याक गरेको होला। अनि
एउटा तपाईँले कुनै पनि एउटा फोटो हाल्नुपर्छ। यो भेरिफाई स्टुडेन्ट स्ट्याटस गर्ने बित्तिकै एउटा फोटो हाल्नुपर्छ। फोटोमा तपाईँको लाइक आफ्नो एडमिट कार्डको फोटो पनि हुन्छ, तपाईँको लाइक स्कुलको कुनै पनि स्कुल अथवा युनिभर्सिटीको रिसिप्ट पनि हुन्छ। तपाईँले आफ्नो के अरे फी पे गरेको रिसिप्टहरू पनि हाल्दा हुन्छ, अथवा तपाईँको कुनै लाइक स्कुलको अथवा युनिभर्सिटीको आइडी कार्ड हुन्छ नि, त्यो आइडी कार्ड पनि भ्यालिड आइडी कार्ड हाल्दा हुन्छ। र त्यो आइडी कार्ड हालिसके पछाडि विदिन एन आवर अथवा हाफ एन आवर अथवा एक दिनभरि लाग्न पनि सक्छ त्यो भेरिफाई हुनको लागि। सो भेरिफाई भइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हजुरको जुन इमेल एड्रेस हजुरले यहाँ हाल्नुभएको छ त्यो इमेल एड्रेसमा चाहिँ हजुरको इमेल आउँछ। यसरी आउँछ, यसरी इमेल आउँछ यहाँनिर भेरिफिकेसन सक्सेसफुल फर गुगल स्टुडेन्ट अफर भनेर आउँछ। सो हजुरले यहाँ कन्टिन्यूमा क्लिक गर्नुपर्छ। यहाँ कन्टिन्यूमा क्लिक गरिसके पछाडि चाहिँ अब हजुरले गेट स्टुडेन्ट अफरमा क्लिक गरेर चाहिँ गेट स्टुडेन्ट अफरमा क्लिक गरेर चाहिँ हजुरले के भन्दाखेरि चाहिँ आफ्नो कार्ड चाहिँ लाइक तपाईँको डलर कार्ड चाहिँ यहाँ लिङ्क गर्नुपर्ने हुन्छ। र सम लाइक 0.57 or $1 चाहिँ यसले काट्छ तपाईँको कार्डमा चाहिँ। लाइक इफ तपाईँको कार्डमा चाहिँ लाइक डलर छैन भने चाहिँ यसले एग्री गर्दैन। सो तपाईँले अब एटलिस्ट यहाँ टोटल $4.99 पर मन्थ भनेको चाहिँ एटलिस्ट $5 जति चाहिँ तपाईँले आफ्नो कार्डमा हाल्नुभयो भने चाहिँ उसले चाहिँ त्यो त्यहाँबाट समथिङ एराउन्ड $1 or $1.5 चाहिँ कट गर्छ। अनि तपाईँको 1 इयरको प्लान चाहिँ अनलक हुन्छ गुगल एआई प्लस चाहिँ। सो यो भिडियोमा चाहिँ मैले गुगल एआई प्लस चाहिँ कसरी अनलक गर्ने भन्ने कुरा सिकाएको छु। इफ हजुरलाई चाहिँ अब गुगल एआई प्रो प्लान चाहिँ कसरी अनलक गर्ने सिक्नु मन छ भने चाहिँ, कसरी अनलक गर्ने मन छ भने हजुरले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म हजुरलाई गुगल एआई प्रो प्लान चाहिँ सिकाउँछु कसरी गर्ने भनेर। थ्याङ्क यू सो मच फर वाचिङ। इफ तपाईँलाई भिडियो युजफुल लाग्यो, राम्रो लाग्यो भने चाहिँ सब्सक्राइब गरिदिनु अनि लाइक गरिदिनु। थ्याङ्क यू।